हेलो गाइज वेलकम ब्याक टु लाइफ विथ बिबु। आज भर्खर कामबाट आएँ, नुहाइ धुवाइ गरेँ, रेडी भएँ, तर्पे देखिरहेको छ बट यस्तै अब के गर्ने है। सो अब चाहिँ आज चाहिँ हाम्रो लमजुङ सेवा समितिको वार्षिक कार्यक्रम छ। सो त्यहाँ बोलाउनु भएको छ। सो आज त्यहाँ जानुपर्छ। पुरानो साथीभाइहरू दाइहरू सबैलाई भेटौँ, रमाइलो गरौँ के छ जिन्दगीमा होइन। ल लेट्स गो। आज चाहिँ भेन्यू चाहिँ एभरेस्ट रेस्टुरेन्ट हो, नयाँ रेस्टुरेन्ट हो। सो आज गएर वी वान्ट चेक इट आउट कस्तो रहेछ है त। ल सी यु देयर। Alright guys, जेडी मल आइपुगेँ। सो यहाँ छ गाइजहरू चाहिँ। नमस्ते गर्छु, नमस्ते दिदी, हेलो, आराम, ह्याप्पी न्यु इयर गाइज। ओहो किशोर, ह्याप्पी न्यु इयर। वेटिङ गर्दै थियो क्या होइन यस्तो बिजी भयो क्या, काममा थिएँ, भर्खर आएको। सन्चै अनि के साह्रो। ल ह्याप्पी न्यु इयर हजुरहरू सबैलाई है ह्याप्पी न्यु इयर, ह्याप्पी न्यु इयर। उहाँको चाहिँ बडी बिल्डिङ भइरहेछ, मेरो चाहिँ भुडी बिल्डिङ भन्दिनँ त दिदी के हो रे राफल प्राइस आज? 5,000 मैले जित्ने होला नि त दिदी। ल त धन्यवाद। ल नम्बर रोज्नु पाइन्छ है। नम्बर तिमीले छानेर देऊ ल, एउटा मलाई एउटा मेरो बुढीलाई। ल हुन त ऊ आएको त छैन तर जस उसको लागि पनि कसले जित्दो रहेछ। 50 र 81। ल ह्याप्पी न्यु इयर दाइ। कति वर्ष पछि दाइलाई भेट्न गएर। अनि हाम्रो दाइ पनि हुनुहुन्छ दाइ, ह्याप्पी न्यु इयर दाइ। ल ह्याप्पी न्यु इयर है। ल सन्देश ल सही हो। ल सो भेनीमा चाहिँ हामी आइसक्यो। लाइक मान्छेहरू चाहिँ निकै छ। अब खानासाना खानु पऱ्यो है, लाइक भोक लागिरहेछ। नमस्ते दिदी, नमस्ते। यहाँ टिकटक स्टारलाई त यस्तरी देखाउनु पऱ्यो नि त दिदी। आराम हुनुहुन्छ, सधैँ हुनुहुन्छ? ल ल ह्याप्पी न्यु इयर भाइ, ह्याप्पी न्यु इयर। नेपाली नयाँ वर्ष 2083 सालको उपलक्ष्यमा सम्पूर्ण हङकङवासी तथा नेपालमा रहने र देश विदेशमा रहनुहुने सम्पूर्ण साथीभाइ इष्टमित्रहरूलाई नेपाली नयाँ वर्ष 2083 सालको हार्दिक ह्याप्पी न्यु इयर। ह्याप्पी न्यु इयर दाइ, ह्याप्पी न्यु इयर, ह्याप्पी न्यु इयर दाइ। हामी सबैजनाको तर्फबाट यहाँहरूलाई आउँदै गरेको 2083 सालको नेपाली नयाँ वर्षको शुभकामना। स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण इष्टमित्र आफन्त साथीभाइहरू हामीहरू सबैको तर्फबाट एक मुष्ट हात जोडी धेरै धेरै शुभकामना दिन चाहन्छु। हजुरहरूको यो नयाँ वर्षले एकदमै उत्तर प्रगति होस् होइन, नबनेको कामहरू बनोस्, सुस्वास्थ्य र दीर्घायुको कामना गर्दछु है। मेरो त 32 दाँत छ, मेरो दाँत सबै शुभकामना सम्पूर्णलाई। नमस्ते। आउँदै गरेको 2083 सालको अलिक चर्को बोल्नु है। नमस्ते। नेपाली वर्ष 2083 सालको नेपाली सम्पूर्णलाई हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु। त्यसको साथसाथै मेरो दाइ विभूषणको के अरे फेसबुक च्यानल, युट्युब च्यानल लाइक, सेयर, सब्सक्राइब गरिदिनु होला र मलाई पनि गर्नु होला है गाइज। यस, हाम्रो बहिनीलाई पनि गर्नुपर्छ। बहिनीको कन्टेन्टहरू चाहिँ प्लिज हेर्नु होला सबैले। सङ्गीता राईको पनि च्यानल यसो। Alright, happy new year guys. Come on, Kisan!
थ्याङ्क यू सो मच कालो कलरको टिकट गइस के हो यो त रहेछ यहाँ होइन होला यस पछाडिको नम्बर एनी गेस तपाईँलाई चाहिँ गेस गर्नुहोस् त ओहो के गर्दै होला मेरो त यहाँ चक्कर लाग्यो त नम्बर 4 नम्बर 14 है उहाँले चाहिँ भएछ एकपल्ट उहाँलाई बधाई अनि शुभकामना दिन चाहन्छु है त यो दोस्रो सान्त्वना पुरस्कार प्राप्त गर्ने जो भाग्यमानी हुनुहुन्छ म यो नम्बर सुनाउन चाहन्छु यो पनि दुईवटा नम्बर छ है फेरि सिंगल नम्बर छैन है दुईटा नम्बर पहिलो नम्बर रहेको छ नम्बर 5 रोनाल्डोले लगाउने नम्बर लकी नम्बर यो दोस्रो सान्त्वना पुरस्कार है अब सक्यो है सान्त्वना अब त फेरि फर्स्ट सेकेन्ड थर्डको मात्रै है होइन सबैजनाले सागसब्जी बढी खानु भन्छ के हो खालि हरियो मात्रै देख्छु मेरो यो हातमा त के हो यो नम्बर पनि फेरि दुईटै रहेको छ है होइन सिङ्गलै नआउने रहेछ के हो यो 1 2 3 नम्बर नपर्दो रहेछ के हो यो डार्क ग्रिनमा रहेको छ दुईवटा अङ्क रहेको छ पहिलो नम्बर रहेको छ नम्बर 4 ई सात से होम दोस्रो नम्बर रहेको छ नम्बर 5 45 सुरुमै मेरो पर्छ के त अरे हो के हो यो हरियो मात्रै आउँछ त के हो अरे हो यो नम्बर पनि फेरि पुनः दुईटै नम्बर रहेको छ है म पहिलो अङ्क सुनाउन चाहन्छु पहिलो नम्बर रहेको छ नम्बर 1 नम्बर 4 हार्दिक बधाई छ ल है त आजको सेकेन्ड प्राइजको लकी नम्बर रहेको थियो नम्बर 14 अब को हुनुहुन्छ आजको भाग्यमानी र यो चिट्टा थुन्नको लागि हाम्रो सानो नानीलाई फेरि मैले पुनः आग्रह गरेँ ग्रिनै पर्छ कि क्या हो डरै लाग्ने कि फेरि पनि पहिलो पुरस्कारको लागि यो फेरि हरियो नै परेको छ होइन होला के हो यो चाहिँ सिंगल नम्बर रहेको चाहिँ यहाँलाई जानकारी गराउन चाहन्छु यसरी जोरो बिजोर छ है तर यो आजको पहिलो पुरस्कार जित्न सक्ने भाग्यमानीको यो नम्बर चाहिँ बिजोर रहेको छ बिजोर सुनाइदिउँ त यो नम्बर सबैजना रेडी हुनुहुन्छ ल आजको यो लमजुङ सेवा समिति हङकङ नेपाली नयाँ वर्ष 2083 को पावन अवसरमा शुभकामना आदान प्रदान तथा भेटघाट कार्यक्रममा यहाँले यो टिकट ल्याएर सहयोग गर्नुहुने सम्पूर्ण लमजुङवासी गैर लमजुङवासी उपस्थित सम्पूर्णलाई एक मुष्ट रूपमा म धन्यवाद दिन चाहन्छु मेरो व्यक्तिगत तर्फबाट अनि संस्थाको तर्फबाट सिङ्गो लमजुङ समाजको तर्फबाट र नम्बर रहेको छ नम्बर 5 र गेस गर्नुहोस् त नम्बर कति होला ओके नम्बर 3 आएको छ नम्बर 3 है यो मैले लाइट कलरमा भनेको थिएँ अनि नम्बर पनि बिजोर भनेको थिएँ अनि एउटै मात्र अङ्कबाट भएको नम्बर पनि भनेको थिएँ त्यो नम्बर 3 रहेको छ त्यो भाग्यमानी हाम्रो चाहिँ दुईजना बहिनीहरू मिस कविता गुरुङ र प्रज्ञा गुरुङलाई म स्टेजमा आइसक्नु भएको छ र यो प्रथम पुरस्कार फर्स्ट प्राइज वितरण गरिदिनको लागि यसै संस्थाका अध्यक्ष श्यामकुमार गुरुङज्यूलाई म हार्दिक अनुरोध गर्न चाहन्छु आजको भाग्यमानी है पहिलो पुरस्कार है फर्स्ट प्राइज हङकङ डलर 2000 है फेरि यसो 2000 है सेकेन्ड प्राइज 1500 थर्ड प्राइज $1000 र दुईटा सान्त्वना पुरस्कार चाहिँ
300 300 है भइहाल्यो बाँड्नुपर्छ यार ये खोइ त प्राइस पर्यो जस्तो अनुहार देखिनु पर्यो पनि केही ओके सो आजको फाइनल प्राइज जित्ने चाहिँ होइन मेरो प्रकाश आजको सबै एक्सपेन्सेस प्रकाश दिदीको नाम है गाइस अर्का त खाम लिएर आउँछ अब त टिकट अस्ति तिमीले मलाई नयाँ जुत्ता देखेको आज म छु त फेरि Alright guys, so that's it. That's the end of it. सबैजना जानुभयो घरतिर होइन अब हामी पनि घरतिर जाने बिस्तारै होइन सो गाइजहरू चाहिँ सबैजना टायर्ड छ किशोर इज राइट देयर वेटिङ होइन बिचरा भुटी पनि अब निदाउने बेला भइसक्यो दुईजना विनरहरू आजको सबै एक्सपेन्सेस उहाँहरूले तिर्दै हुनुहुन्छ बाइ द वे मेरो प्रज्ञा दिदी र मुसुले होइन एक्ज्याक्टली छामा अलवेज सुपरस्टार एज अलवेज होइन त्यही हो र गाइजहरू गुड नाइट ह्याप्पी न्यू इयर वान मोर टाइम